स्यामगाङमा त म 9 र 10 2 वर्ष 2 वर्ष बस्नुभयो 2 वर्ष स्यामगाङमा 2 वर्ष 2 वर्ष सबै साथीहरूलाई 2 वर्षसम्म मात्रै हो अनि अब त्यो 10 सम्म मात्रै थियो नि त स्यामगाङ त्यतिखेर अनि 8 पास गरेर गएको नि त हामी अब गाउँबाट 5 पास गर्नेहरू पनि त्यहाँ आएको किन कतिजना प्राइमेरी स्कुल सकेपछि त्यहाँ हुँदैन नि त जुनियर स्कुल जानु पर्यो भने कतिजना त्यहाँ आएको हामी चाहिँ जुनियर स्कुल सकेर हाई स्कुल पढ्नको लागि त्यहाँ आएको 9 र 10 9 र 10 कुन सालको कुरो हो त्यहाँ सकेर कहाँ जानु 90 र 91 को कुरा हो त्यहाँ सकेर त आन्दोलन अघि त्यहाँ सकेर त अब यतै गाह्रो भयो त्यहाँ सके सबै अब 10 सकेर त हामी त गाह्रो भयो नि त गाह्रो भयो तपाईँले देशै छोड्नु पर्यो देशै छोड्नु पर्यो देश छोड्दाखेरि कसरी छोड्नु भयो भागेर छोड्नु भयो कि फर्म भरेर छोड्नु भयो कि भागेर नि भाइ भागेर नि हामी त हाम्रो त देश छोड्ने त कथै अर्को छ फेरि त्योभन्दा अगाडि अब मेरो फेरि के थियो भने नि भाइ अब त्यतिखेर अलिकति फटा खालको मान्छे भएछु क्या म 9 र 10 मा थिएँ प्रायः 9 र 10 मा चाहिँ अब दादै धेरै जस्तो दादै हुने चलन हुन्छ दादा हुने 10 मा चाहिँ झन् दादै हुने चलन हुन्छ अनि अब एक प्रकारको म दादै खालको स्वभाव मेरो त्यो देखियो अहिले पनि लक्ष्मी ढकालले भेट्दाखेरि तैँले त साह्रो उयो गर्थिस् नि भन्छ कपाल कस्तो फाल्नु भएको थियो त्यसो भने हो कपाल चाहिँ मेरो अब यहाँ यतिसम्म थियो तलसम्म एसेम्ब्लीमा चेक हुन्थ्यो नि त भाइ होइन लागेपछि चेक हुन्थ्यो म चाहिँ के गर्थेँ भने यस्तो ठ्याप्प केर्सिनिक्क भएर च्याप्प बाँधो यता अगाडि छोटै छ काटेको होइन साइडमा छोटै छ यता चाहिँ पछाडि लामो छ्याप्प बाँधो अनि यसरी ठक्क त्यो बक्कुले यसो गर्छ साथीहरूले त लामो राख्नु मन पराउँथेन नि त डराउँथे नि त डराउँथे अब अलिक दादा फेरि लामो राख्ने चाहिँ के हुन्थ्यो भन्दाखेरि दादा स्वभावको भयो नि त भयो कपालबाट हुन्थ्यो अलिकति दादा स्वभावको भयो होइन अनि मेरो चाहिँ त्यस्तो थियो भनेपछि तपाईँ कपाल अलिक पछाडि भुटान छोडेपछि लामो लामो थियो होला भुटान छोडेपछि लामो थिएन पालिन मैले त्यहाँबाट त्यो कपालले गर्दा पनि गेलेफुमा चाहिँ मलाई पुलिसहरूले अब होइन आर्मीहरूले टार्गेट गर्ने र नि त्यो कपालको कारणले यो पनि रमाइलो हो कपालको कारणले पनि मान्छेले अर्को दृष्टिले हेर्ने हो यो पनि बुझ्नु पर्यो यो कुरो पनि कपालको कारणले हो नि त तर भुटानमा चाहिँ अब कपाल पाल्नु त त्यो त्यतिखेर कस्तो थियो भने एगेन्स्ट त्यो सिचुएसन पनि त्यस्तै भएको कारणले गर्दा होला होइन साउथमा अब होइन त्यो अब त्यतिखेर म 9 10 मा त 90s होइन 90s 89 90s त्यो त अब निकै चर्केको थियो नि त अनि त्यसले गर्दाखेरि यो एउटा इन्टरनेसनल एक्टिभिटिज जस्तो पनि देखियो ल नमान्ने केस पाल्ने ल नमान्ने भन्ने कुराहरू महिलाले लामो चुल्ठो बनाएर स्कुल जान पाउँथे पाउँदैन नि भाइ पाउँथेन उनीहरूले लामो चुल्ठो पाउनु यति काट्नु पर्थ्यो क्या काट्नु पर्थ्यो नि केटाहरूको त अनि पुरा छोटो हुनु पर्थ्यो नि यसरी मोडिदिइहाल्थ्यो नि त केटाहरूको त लोपेनले स्वाभाविक लाग्छ अब अहिलेको नानीहरूलाई सम्झिँदाखेरि महिलाहरूको पनि केस काट्नु पर्थ्यो नि त भाइ एकदम यहाँ त त्यो अब यसरी छोटो सर काट्नु पर्थ्यो त्यतिखेर त चेक गर्थ्यो नि त लोपेनले चेक गर्थ्यो प्रायः बिहान एसेम्ब्लीमा चाहिँ लुगा मैले अघि भने नङसँग लुगा त्यो सबै अब त्यो प्रेयर सकेपछि त्यो चेक हुन्थ्यो नि त क्लास जानुभन्दा अगाडि केस सबै त्योहरू मैले काट्न भुलेँ अथवा काट्न मलाई इच्छा छैन भन्यो भने उनीहरूले समाएर लु नकाट भनेर काटिदिने पनि होला त्यो त एकदमै त्यो थियो नि त त्यो कैँची नै बोकेर आएको हुन्थ्यो कि कैँची नै बोकेर आएको हुन्थ्यो लोपेनहरूले हुन्थ्यो अरूभन्दा पनि लोपेनको त्यो थियो क्या अनि हस्टेल इन्चार्जको पनि त्यो हामी त्यो थियो अनि अब यसो गरेर सडकमै मोडिदिने एकपट्टि त्यो लेभलमा काट्नै पऱ्यो नि त भोलि काटेर आउनु ल भनेर काट्नै पऱ्यो नि त जब 90मा छोड्नु भयो नि स्यामगाङ सिधै के भयो तपाईँ त माथि हुनुहुन्थ्यो घरबाट सल्लाह भयो हामीलाई घरको अवस्था कस्तो थियो त्यतिखेर होइन एकदमै नाजुक थिएन भाइ बहिनीहरूको स्कुल बन्द थियो होइन स्कुलबाट अब निकालिदिएको थियो होइन अब त यहाँ छिटै आउनुपर्छ अब हाम्रो स्थिति जानु देश छोड्ने कतिखेर तपाईँलाई चाहिँ घरबाट केही नै त्यस्तो आएन माथिसम्म मेसेज त्यस्तो त्यो खालको इन्फर्मेसन आउने एउटा वातावरण पनि थिएन होइन अब घरमा तल यस्तो हुँदैछ भनेर हल्लासल्लाह आयो होइन अनि अब त्यो हल्लामा 10 मा अब साउथमा यस्तो हुँदैछ भनेर हल्ला आएपछि हामी पनि कहाँ कम भनेर तुलसी पोखरेल हामी जति छ नि टिम हामी पनि कहाँ अब रातो टिका लगाएर एकदम दिन थालिहाल्यौँ
त्यहाँ पनि कथा छ फेरि छुट्टै लामो चाहिँ युवाको नतन्काउँ कि भूमिका आयो त्यहाँ लामो चाहिँ नतन्काउँ कि तर हामी पनि त्यो भयौँ हामीलाई मलाई अब एकजना साथीहरूलाई उहीँ स्यामगाउँमा पनि त थानामा लगेको नि त सरकारी तौरबाट तपाईँलाई चाहिँ अर्को नजरले त्यहाँ अब हाम्रो एक्टिभिटिज त्यो के भयो भन्दाखेरि स्यामगाउँमा त्यो तल त्यो हुनेको थाहा चाहिँ भाइहरू अब हाम्रो साउदर्न भुटानको भाइहरू भाग्न थाले नि त स्कुल होस्टेलैबाट पनि पार्टिसिपेट गर्न तल आन्दोलन पार्टिसिपेट गर्न रहेछ होइन भाग्न थाले नि त हामी चाहिँ अब भागेनौँ भाग्ने सुरसार चाहिँ थियो तर पनि भागेनौँ तर त्यहीँ नै पनि हामी एक प्रकारको त्यो हुन्छ नि हामी पनि तलको कुरामा चाहिँ सहमति छौँ हामी पनि त्यो पाटो भने जस्तो हामीले त्यो एक्टिभिटिज चाहिँ गर्न थालिसकेको थियो क्या अलिकति परिवारमा देश छोड्नुपर्ने सरकारी प्रेसर भनौँ सरकारले के कारणले गर्यो तपाईँको परिवारमा चाहिँ देश छोड्न बाध्य बनाउनको लागि चाहिँ यो त अब खास ठुलो कुरा छैन होइन अब एउटा अब हाम्रो हिसाबले हेर्दा चाहिँ अब हाम्रो अलिकति मेरो अलिकति एक्टिभिटिज भयो केस लामो पाल्ने होइन अलिकति त्यो टार्गेट चाहिँ त्यो भयो तर त्यो एउटा टार्गेट भयो तर अब मेरो बाउको चाहिँ हाम्रै मान्छेको होइन दाँतघारी भन्ने ठाउँ चाहिँ आसाम र गेलेफुको बोर्डर हो 1.5 किलोमिटर तल हिँडेर जानुपर्छ होइन हाम्रै मान्छे को घाइते भएर चाहिँ त्यतिखेर हाम्रो बाउले फार्मेसी थियो हाम्रो है पहिला चाहिँ गेलेफु हस्पिटलमा काम गर्नुहुन्थ्यो त्यस पछाडि चाहिँ अब फार्मेसी खोलेर बसेको थियौँ हामी होइन अनि त्यहाँबाट म चाहिँ अब माथि स्यामगाउँमै थिएँ त्यतिखेर चाहिँ अब बाउलाई लिएर गएछन् दाँतघारीमा कसलाई खोइ गोली लगाएको थियो कि के भएको थियो लिएर गएछन् अनि बाउलाई त्यो अब एउटा त्यो प्रोफेसन भएको मान्छे त गएर ट्रिटमेन्ट त गर्नु पऱ्यो नि त त्यो कुरो थाहा भएर चाहिँ मेन टार्गेट त्यहाँ भयो एउटा कज त्यो भयो अर्को कुरो चाहिँ अब हाम्रो बाउको आफ्नो मान्छेहरू उहाँ डम्फुमा होइन जुलुस भन्थ्यो त्यतिखेर जुलुसमा पार्टिसिपेट गरेको त्यो आफ्नो मान्छे तँ पनि इन्टरनेसनल होस् भन्ने त्यो पनि भयो होइन त्यो हुने बित्तिकै त अनि मेरो भाइ बहिनीलाई स्कुलबाट निकालिदिइहाल्यो नो अब्जेक्सन सर्टिफिकेट भन्थ्यो एनओसी भन्थ्यो त्यो दिएन स्कुल पढ्न पाएन होइन हाम्रो दोकान थियो मैले भने फार्मेसी त्यो पनि बन्द गरिदिइहाल्यो अनि लाइसेन्सले भन्यो कि अथवा दोकानै ताला लगाइहाल्नु नि पाउँदैन एनओसी छैन तेरो पाउँदैन त इन्टरनेसनली भनेपछि त अब त्यो त खोल्नै पाएन नि त भाइ बहिनी स्कुल जानु पाएन एनओसी नभएको कारणले गर्दा होइन त्यसरी हामीलाई चाहिँ अब चारैतिरबाट प्रेसर डेभलप भयो क्या इन्डाइरेक्टली अब तँ जा भनेको होइन तैँले जा मलाई चाहिँ होइन तर मेरो बाउलाई चाहिँ त्यहाँको त्यो हुन्छ नि डुम्पा सुम्पा होइन उनीहरूले चाहिँ अब तँ जानुपर्छ तँ गइनस् भने नतिजा अर्को हुन्छ भनेर चाहिँ स्पष्टै भनेकै यस्तो भयो भने घर परिवारमा एउटा त्रासको अवस्था लु नानी हो अब सबै थोक भएर पनि बस्न नसक्ने अवस्था भयो भनेर घर सल्लाह भएको भएन कुनै घर सल्लाह त अब भइहाल्छ नि घर सल्लाह त अब स्थिति अब बस्ने स्थिति थिएन होइन अब जानुपर्छ कसरी प्लान मिलाउनु भयो अब अर्को हप्ता मङ्गलबार बुधबार जाने है ल है भनेर भित्रभित्रै सल्लाह कसरी गर्नुभयो हामी त इन्ट्रेस्टिङ छ हाम्रो हिँडाइ भाइ कस्तो छ अरूले चाहिँ कसरी हिँडे हाम्रो चाहिँ अब गेलेफुमा ब्याङ्कको पछाडि नै बस्थ्यौँ हामी घरमा त्यो घरको फोटो पनि छ मसँग हामी बसेको घरको होइन बस्थ्यौँ अनि अब हाम्रो प्लान भित्रभित्र भयो होइन हिँड्ने प्लान भइसकेपछि हाम्रो चाहिँ मेरो चाहिँ अब आसाममा मेरो बोडो भन्छ नि बोडो जाति छ बोडो जाति मेरो त्यो तल आसामको बोडो जातिको हेडको छोरा चाहिँ मेरो मित मेरो हाम्रो बाउसँग पनि अब राम्रो आउजा भएको अनि हामीले उहाँहरूले नै हामीलाई सपोर्ट गरे एकजना गरेर निक्लेको नि त हामी त